माफियाहरू सबैभन्दा धेरै कुनै मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा छन् भने सम्भवतः तपाईँकै मन्त्रालय अन्तर्गत नै होलान्। त्यसकारणले त्यो मालपोतमा होस् या नापीमा होस् या तल फिल्डमा पनि खटिएर काम गर्ने, अघि नै आशिका माननीयले इङ्कित गर्नुभएको थियो, यो कोपर्ने डाँडा कोपर्ने प्लटिङका नाममा गर्नेहरू। यो भूमि सुधार ऐनको लागु चाहिँ भक्तपुरबाट सुरु भएछ। अनि यो भक्तपुरमै चाहिँ गुरुहरू पनि उत्पादन भएछन्, धेरै यो भूमाफियाका गुरुहरू पनि। अहिले तपाईँ भक्तपुरका आसपासका डाँडा डाँडामा जानुभयो भने सबैभन्दा बढी डोजरले को परेको देखिन्छ भने त्यो भक्तपुर हो। यतिसम्म कि व्यक्तिका जग्गा मात्रै होइन, सामुदायिक वन समेत फडानी गरेको छ। एउटा व्यक्तिले रुख काट्नु पर्यो भने मान्छे काटे भन्दा बढी कानुन लाग्छ, तर त्यही व्यक्तिले जग्गा प्लटिङका नाममा जति नै सामुदायिक वन मासे पनि उसलाई कानुनले छुँदैन। यो विचित्रको दृश्य देख्न चाहनुहुन्छ भने तपाईँहरू भक्तपुर आउन सक्नुहुन्छ, सबैलाई निम्तो पनि छ। र अर्को कुरा, अब भूमि सुधार विशेष गरी अर्को मैले अलिकति जोड्नै पर्ने विषय, अलिकति आम जनतासँग जोडिएको विषय पनि हो।